गाइस सबैलाई शुभ बिहानी एउटा कुरा भन्न चाहन्छु। यहाँहरू सबै जाति गोष्ठीले हुनुहुन्छ होला। म अलिकति एउटा कुरा क्लियर गर्न चाहन्छु। जस्तै म कोही बेला त्यस्तै खालको गीतहरू होइन गाउन मनपर्छ, होइन गिटारमा बजाउनु मनपर्छ हो। म के कस्तो खालको मान्छे भने अलिकति ओपन खालको मान्छे हो म कि। लाइक अब तपाईँको कतिवटा कुरा बुद्धले भनेको कुरा पनि मलाई मनपर्छ। बुद्धले पनि पिस भन्नुहुन्छ होइन, पिस चाहिँ राम्रो हो, पिसको विचार लाग्नु। अन्त जिजसले पनि त्यही भन्छ नि, उहाँले पनि त्यही पिसकै कुरा गर्नुहुन्छ, शान्तिसित बस्नु होइन। जिजसको पनि त्यस्तै हुन्छ। अन्त सबै अब हिन्दुजमको नि अब त्यही खालके हुन्छ नि त। अब त्यहाँ भनेको कुराहरू त्यो वचनहरू हुन्छ, होली बुक्सको त्यस्तो खालके वचनहरू हुन्छ। तर म यसमा चाहिँ के भन्छु भने, जुन कुराले मनलाई या हार्टलाई होइन टच गर्छ नि, त्यही नै शिक्षा हो भन्छु म चाहिँ। किनभने अब तपाईँले बुद्धको 2 लाइन लिनुभयो, तपाईँले मन परेर लिनुभयो, यो तपाईँको माथि छ नि त। किनभने तपाईँले त्यहाँ ब्लेस हुनुभयो, तपाईँ त्यहाँ आशिष हुनुभयो। मैले क्रिस्चियनको बाइबलबाट 2 लाइन लिएँ भने मलाई त्यो मन परेको कुरा हो नि त हो। अनि जुन चाहिँ गीता होइन रामायण हिन्दूबाट पनि 2 लाइन लिएँ भने पनि त्यो पनि त मलाई मनपर्ने कुरा हो नि त। इट डजन्ट मिन मैले सुन्नै हुँदैन, मैले बोल्नै हुँदैन, मैले यस्तो गर्नै हुँदैन, त्यो यस्तो त्यो त्यस्तो, नेभर एभर। तपाईँले जुन चाहिँ मनपर्छ, जुन चाहिँ होली बुक मनपर्छ, जुन चाहिँ होली होइन सेन्टेन्सहरू, होली रिटर्न्सहरू मनपर्छ, त्यो हो नि त। अन्त त्यही कारणले चाहिँ म चाहिँ त्यो भन्न चाहन्छु। ओके बाई, सी यू, हेभ अ गुड डे।